टक्क घर आइपुगेर अनि भर्खरै नुहाइधुवाइ गरेर अनि अब चाहिँ हामी टक्क बल खेल्न लाग्यो। सो हेलो एन्ड नमस्ते गाइस, सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम फिट एन्ड फाइन छु होइन। अनि सो गाइस आज चाहिँ म 9 महिनापछि फेरि भ्लगिङ स्टार्ट गर्दैछु गाइस होइन। अब म चाहिँ 9 महिनापछि आएको छु होइन। अब हजुरहरूलाई हेर्नु मन लाग्दैन होला होइन, तर हेरेर पनि सपोर्ट गरिदिनु होला भन्न चाहन्छु। अनि अहिले चाहिँ म टक्क रेडी भएर तलदेखि माथिसम्म पुरै रेडी भएर म चाहिँ अहिले गाउँ गइदिनु लाग्यो। अब छु गाइस मैले चाहिँ गोर्खा छोड्दैछु होइन। मेरो चाहिँ सामानहरू प्याकेज भइसकेको छ यता होइन। अनि सो अब चाहिँ म गोर्खा छोडेर म अब काठमाडौँतिर लाग्न खोजेको छु होइन। अब आज चाहिँ गाउँ जान्छु होइन। अब भोलि पर्सितिर चाहिँ काठमाडौँ जान्छु। अनि सो गाइस अरूभन्दा नि म अब मैले गोर्खाको सनराइज क्याफे सोहरू थाहा नै छ होला होइन। मैले त्यहाँ काम गर्थेँ, त्यहाँ पनि काम छोडेर आइसकेको छु होइन। तर त्यहाँ काम छोड्दा चाहिँ निकै रमाइलो लाग्छ मलाई, किनकि मेरो त्यस्तो प्रिय मित्र मेरो मनोज अनि मेरो दाइ निखिल दाइ होइन, अनि अङ्कल आन्टी दाइ दिदी सबैलाई छोडेर जानुपर्दा चाहिँ निकै रमाइलो लागिरहेको छ होइन। अब किनकि मेरो छोडेर जानु पनि रहर होइन नि त होइन, बाध्यता हो होइन। छोरा मान्छेको जिन्दगी होइन, अब यहाँ बसेर केही गर्न सकिँदैन भन्ने आशले अब जाने त जो पनि विदेशी होइन। अनि सो म चाहिँ काठमाडौँतिर आफ्नो लक्ष्य लिएर काठमाडौँतिर जान लागिसकेको छु गाइस होइन। अब सो म चाहिँ गाउँ जानुको लागि पुरै रेडी भएर बसेको। अनि अब चाहिँ म गाडी कुर्दैछु, अब एकछिनमा मेरो गाडी पनि आउँछ होइन। अनि गाडी आइसकेपछि म गाउँमा जान्छु होइन। अनि गाउँ गएपछि चाहिँ अब अरू चाहिँ मेरो साइड डेली भ्लग आउँछ होला होइन। अब सबैजना साथ सपोर्ट दिनु होला होइन। यति दिन त दिनुभयो होइन, अब पनि त्यसरी नै साथ सपोर्ट दिनु होला भन्न चाहन्छु। अनि माथिको मेरो सनराइजको अङ्कल आन्टीहरू सबैजनालाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। मलाई यत्रो समयसम्म काम दिनुभयो होइन। छोरा मान्छेले कसरी सङ्घर्ष गर्नुपर्छ भन्ने काम मैले यहीँबाट सिकेको होइन, सनराइज क्याफेबाटै मैले काम सिकेको होइन। अब म काठमाडौँतिर गएर नि यस्तै होटेल लाइनतिरै काम गर्ने चाहिँ मेरो सोच छ। अनि अब भनेको म गाउँ जान्छु, गाउँ गएर चाहिँ होइन म आज वडा कार्यालयमा पनि जान छ, किनकि मेरो नागरिकता बनाउन छ सिफारिसको लागि होइन। नागरिकताको लागि सिफारिस लिन जान छ होइन। अनि सो गाइस त्यही हो, मेरो एकछिनमा गाडी आउँछ होइन। अनि मेरो चाहिँ गाडी आएपछि टक्क म यहाँ चाहिँ फुल रेडी गइसकेँ, सामानहरू चाहिँ सबै रेडी गरिसकेँ होइन। अब म जानु मात्र बाँकी छ। अनि अब म भनेको चाहिँ एकैचोटि गाडी आउँछ होइन। गाडी आएपछि गाडी चढेर अब मिल्यो भने त बनाउला होइन गाडीमै नि होइन। अब मिलेन भने त मान्छे प्याक उठेर जानुपर्ने भयो भने त सकिँदैन गाइस होइन। अब सो अब सबैजनाले पहिलाको जस्तै साथ सपोर्ट दिनु होला होइन। एक दिनसम्म मैले भिडियोहरू हाल्न पाएँ त्यसको लागि म मेरो तर्फबाट माग चाहन्छु। अब त्यत्तिकै सपोर्ट दिनु होला र सपोर्ट दिनुहुन्छ भन्ने आशा चाहिँ बोकेर फेरि मैले मेरो युट्युबतिरको लक्ष्यलाई अगाडि बढाउँदैछु। र मेरो माथिको सनराइज फ्यामिलीहरू सबैजनालाई धेरै धेरै मिस गरेको छु होइन। सो सबैजनाले चाहिँ यति धेरै माया गर्नुभयो कि होइन। 7 महिनामा मेरो प्रिय मित्र मनोज उसले मलाई यति धेरै साथ सपोर्ट दियो होइन, यति धेरै हेल्प गर्यो होइन। त्यसको लागि तिमीलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अब सो गाइस म चाहिँ मेरो गाउँतर्फ लाग्छु होइन। अब एकैचोटि हजुरहरूलाई म मेरो गाडी आएपछि चाहिँ हजुरहरूसँग भेट हुनेछु है त। सो गाइस अब म चाहिँ घरतिर जानु लाग्यो होइन। मेरो गाडी नै आइसक्यो उताबाट। अनि घर त जानु लाग्यो नि घाम लागेर बाबा रे यो टिलिली टल्केन घाम टाइट। यस्तो लाग्छ कि घाम होइन, यो गरिमा कसरी जाने यार। नसोए त्यही अब जानु त पऱ्यो होइन। अब म चाहिँ मेरो घरतिर लाग्छु होइन। अब एकैचोटि गाडीबाट झरेपछि हजुरहरू सामु म भेट हुनेछु। अब म अहिले चाहिँ बिदा हुन्छु। A few moments later. सो गाइस म चाहिँ बल्ल गाडीबाट झरेँ होइन। गाडीबाट झरेर चाहिँ हाम्रो महादेव मन्दिर आएको। खोइ अभिषेक दोस्त छ भन्दै छैन मलाई, उहाँ गाडी उहाँ चाहिँ सामानहरू सबै त्यही छोडिदिएर आएको। अनि यहाँ चाहिँ एकछिन झरेर चाहिँ भिडियो बनाउँ भनेर आएको, एक्लै छैन कोही नि। यो हाम्रो गाउँको सबैभन्दा ठुलो महादेव मन्दिर भन्छ चाहिँ हाम्रै होइन। अनि देख्न सक्नुहुन्छ यो चाहिँ लगभग 100 वर्ष पुरानो रुख हो क्या। किन कत्रो आम्बो अहिले त यस्तो टक्क बहिनी ठाउँहरू मिलाएर बल लगाइरहेको रहेछ। हेर्न सक्नुहुन्छ होइन।
हेर्नु जाउँ तल त्यो चाहिँ हामी पहिला फुटबल खेल्ने ग्राउन्ड त्यो चाहिँ हामी पहिला फुटबल खेल्ने ग्राउन्ड हेर्नु न भ्यू हाम्रो गाउँको भ्यू सो गाइस हाम्रो यो मन्दिर चाहिँ धेरै पुरानो मन्दिर हो क्या गाउँको सबैभन्दा पुरानो मन्दिर होइन पहिला यति पुरानो थियो अहिले चाहिँ यो नयाँ बनायो क्या यस्तो बवाल अहिले त माथि लाइट साइड जडान हानेर होइन बवाल बनायो नो उता चाहिँ त्यो छाप्थो भन्ने गाउँ हाम्रो गाउँ चाहिँ यहाँबाट सिधै तल हाम्रो गाउँ चाहिँ एउटा सिधै तल अनि तल पर्छ अनि त्यो पारी डाँडादेखिको बोर्लाङ गाउँ हो त्यो पारी बोर्लाङ गाउँ त्यो हो त्यो चाहिँ बोर्लाङ गाउँ हो होइन अनि यताको चाहिँ यो झिँगाटेहरू हो यो गाउँहरू चाहिँ झिँगाटे गाउँ पर्छ होइन असु त्यही गाइज अब मेरो त सामान ओभर धेरै थियो होइन अब त्यसको लागि दाइहरूलाई बोलाएको छु दाइहरू लिन आउँदैछ घरबाट त्यहाँदेखि चाहिँ म अब यति बस्छु होइन के अन्त नि अब त्यही गाइज अब एकैचोटि अब घर पनि आइयो होइन 6-7 महिनामा घर पनि आइयो अब भोलि बजार फेरि जानुपर्छ होला सायद नाइट त बनाउन फेरि पछि काठमाडौँतिर हुन्छ होला त्यही भिडियो हेर्दै गर्नु होला होइन अब एकैचोटि म तल घर जाने बेलै भेट्छु हजुरहरूलाई अब दाइ साई आउँछ सबैजना अनि त्यतिखेर भेट्नु होला अब यस सुगाई चाहिँ यो होइन मन्दिर चाहिँ यस्तो बवाल छ होइन परिवारको लागि यस्तो झामी ठाउँहरू पनि बनायो टक्क होइन मन्दिरमा ढोग्दिउँ न होइन सो देख्न सक्नुहुन्छ हाम्रो मन्दिर चाहिँ यही हो होइन गेटहरू पनि बवाल छ तल होइन सुनको जस्तो गजुरको हालेछ होइन मेरो ब्यागहरू चाहिँ पुऱ्याएको छौ बाइक लिएर गइहाल्यो सुब्बुले झोला पनि लैदियो क्या भनेर लैदिनेछु हाम्रो ब्यागहरू सब भुइँमै छोडेर आएको त्यही गाइज ल अब म चाहिँ दाइहरू आउँछ नि घरतिरै जान्छु अब बुवाहरूको लागि आयो होइन अब चाहिँ म घरतिर गएर भेट्छु हजुरहरूलाई गर्नु भए उता पसल चाहिँ अब चिसो चिसो किनेर खानु जानु पऱ्यो अब एकैचोटि घरतिर गएर भेटौँ है ल सो गाइज अहिले हामी चाहिँ सिफारिसहरू नाइताको लागि सिफारिस बनाएर आइसक्यौँ अनि यो दुइटा चाहिँ मेरो ब्याग लिनलाई आइपुगिसक्यो अब यहाँ पसलमा मिलाएर खानेकुरा किन्ने भनेर बस्यो मेरो ब्याग चाहिँ होलसेल छ होइन त्यताबाट त्यो छाप्थो गामहरू हामी चाहिँ तल बाटो छ अहिले चाहिँ सिडी पिच छ ऊ त्यहाँ चाहिँ अहिले मैले हेल पुस्नी खोलिदिएँ क्या अहिले त हेर्नु न हेल पुस्नी खोलिदिएँ सो अब हामी चाहिँ घर जान्छौँ निस्किन्छौँ यहाँ पसलमा मान्छे कुरेर बस्यो कुरे भयो मान्छे नै आउँदैन यार अनि त्यही भएर चाहिँ अब मान्छे कुरेर बसिरह मान्छे आउँदै टक्क सामान किन्ने अनि ल्याम्म घरतिर हिँड्दिने हामी चाहिँ अनि यो चाहिँ बेरोजगारी अहिले हालको बेरोजगारीको सङ्ख्या बढी नि त्यही भएर पनि बेरोजगारी केही पर्छ अब सो त्यही अब यहाँबाट सामान किन्छ अनि त्यो एकैचोटि घर जानु बेलै भेट्नुलाई है त अब ल सो गाइज हामी चाहिँ सामान बोकेर हिँड्ने है अब घरतिर पुरा लिँदै 3 जना होइन यो दुइटाले त्यो बोक्यो मैले चाहिँ बर्को झोला बोकेर कहाँ लु घरतिर हिँड्दै तल हाम्रो गाउँ चाहिँ यहाँ बसेर उता खानेकुरा किनेर ल्यायौँ होइन अब 3 जना फेरि ल्याउनु खाने हिँड्ने घरतिर अब लाग्यो घरतिर होइन हिँड्ने ल गाइज अब चाहिँ हामी घरतिर गएर भेट हुन्छ मलाई अब अहिले सामान बोक्दै भ्लग बनाउनु गाह्रो हुन्छ होइन भिडियो गर्न पुरा हातले मात्र बोक्नु पऱ्यो अनि यसले पनि बोकेँ आज त सामान त्यसले पनि बोकिरह ल एकैचोटि घरतिर गएर भेट्छ टक्क घर आइपुगेर अनि भर्खरै नुहाइधुवाइ गरेर अनि अब चाहिँ हामी टक्क बल खेल्न लाग्यो यहाँ हामी चाहिँ घर आइपुग्यौँ अनि घर आएर अनि चाहिँ नुहाइधुवाइ गरेर धारामा गएर पानी बोकेर आएर अनि अहिले चाहिँ बल खेल्न लाग्यो सो हामी चाहिँ अहिले त फेरि नयाँ घर पनि थपिसकेँ यता भुइँसी गोठहरू यता सब थपिसकेँ अनि उहाँ चाहिँ मेरो बुनु अनि यिनीहरू दुईजना बल खेल्दा म पनि बल खेल्न जान्छु होइन ल यो घर चाहिँ दुख्छ
सुविधा चाहिँ फेरि पानी परिरहेको मसिनो पनि पानी परिरहेको कि यस्तो भए यसो त्यही गाई चाहिँ म एकछिन सबको बल्छर खेल्छु अन्त बल्छर खेलेर अहिले पछि एकछिनपछि बेलुका भेटौँला है त अब ससुगाई चाहिँ हामी खानासाना खाएर अनि टक्क सबै गरेर अब चाहिँ हामी चाहिँ सुत्न आइसक्यौँ होइन अब आज चाहिँ घाउ आइयो होइन अब भोलि चाहिँ काममा जानु भोलिको भिडियो चाहिँ हेरौँ बनाउनु पाइन्छ यहाँ हाम्रो मामा चाहिँ खतरा पढिदिएर होइन अब के हो अब जस्तो त्यही गाइस भिडियो के जस्तो लाग्यो होइन सोसियल मिडियामा सपोर्ट गरिदिनु होला नभए सब्सक्राइब गरिदिनु होला अनि सक्दो सेयर गरिदिनु होला अनि म चाहिँ हजुरहरूमा बिदा हुन चाहन्छु हस्त हुन्छ